ओइ KTM. आयो शुक्रबारे बजार आयो फेरि पनि आयो हो भमसर यो चाहिँ हो हाम्रो लोले गाउँको पार्क पनि आज भिड रहेछ हो भित्र चाहिँ आई लभ लोले गाउँ लेखेको छ आज अलिकति फगी भएर चाहिँ होइन दिन चाहिँ जाडो भइरहेको छ यो चाहिँ लेग पिस हो अब यो त अब एबै टेस्टी भइरहेछ नि अब अन्त भाइ यो चाहिँ चेस पिस हुँदा हो भोपाल दामी अब हेर न अन्त मम मम्मी पायो आज चाहिँ हामी सेकुवा पार्टीमा आज सेकुवा हुन्छ म्याम डरलाग्दो सेकुवा हुन्छ आज नि हो बे होबे आज के होबे जाली यहाँ छ हो चिम्टा माछा पनि छ हो माछा छ माछाको सेकुवा हुन्छ मसला रहेछ पानी छ यो मालपानीको खालको यो मालपानी यहाँनिर कुखुराको छ हो पक छ यहाँनिर हो त्यहाँदेखि यहाँनिर चाहिँ स्यालेडहरू रहेछ हो सुन्तला खुर्सानी प्याज सबै रहेछ आज चाहिँ अब 1 तारिक त भ्याएन हो अन्त आज चाहिँ मजाले गरिदिउँ न पार्टी ल त केटाहरू पर आउँदैछ अनुप छ दिपेन भाइ छ यो चाहिँ हो अस्तिको अब पोल्नुपर्छ युजनहरूको बाला त पहिला एकदम झोपर्छ जिरा पाउडर लुमामा के गरेको अब मेरिनेट गरेको नि चिकन खोइदिएको ल चिकन अन्त हल्का हो खोइदिएको त चिकन माल आमा सब मिक्स छ है हिजो मेरिनेट भएको है यो बेलुकै ल अन्त केसँग खुवाइ हुन्छ हौ त्यो चाहिँ हामी साधु हो कोकसँग हान्ने हो ठिक छ ओ आगो जलायो त हौ आगो आइडिया पो हुनु पर्दो रहेछ है मछली मछलीलाई मेरिनेट गरौँ न अन्त मजाले सल्कायो केटाले सल्कायो ओ आगो बाल्ने एक्सपर्ट फेरि चाहिँ दाउरा खोज्नु पर्ने हो सुक्खा दाउराहरू लगेर चाहिँ दाम पाकिहाल्छ नि त यहाँ चाहिँ दाउरा अलिक तान्न कोइला तानेको तानेको कोइला यति आइरहेको छ नि यहाँ त रात त टाढो भएछ यो त अग्लो भयो नि त्यो फेरि केही छैन त्यो चाहिँ यता खेल्नु पऱ्यो नि त म त पुरै बुझेकै छैन के भन्छ अब चाहिँ उता पनि परेन नि त दुईपट्टि पनि परेन आमा लु आमा कोइलामै माल पानी मामा लु आए मलाई यो चाहिँ अब आज चाहिँ हामी जङ्गलमा अब रोस्ट गर्दैछ बारबिक्यू होइन हाम्रो चाहिँ अब यता सैलुङ बजारमा पनि छ होइन रोस्ट होइन हामी त्यहाँ पनि गर्छ
हाम्रो हातको खानु मन पर्यो भने चाहिँ अब छैलुङ डाँडामा आउनुपर्ने सैलुङ डाँडामा स्ट्यान्डमा आउनुहोस् होला होइन सस्तो दाममा खुवाइदिन्छ तपाईँहरूलाई होइन सस्तो दाममा एकदम मिठो टेस्टी हुन्छ बटर पनि हुनुपर्छ कि किसिममा बटर पनि आउँछ यसमा है मोटामोटी 70% त पुरा पाक्यो हो यो चाहिँ टेस्टको लागि मात्रै ल जस्ट टेस्टको लागि अब यो चाहिँ डेमो मात्रै हो बिस्तारै भयो आगोमा चल्दैछ उँभोबाट उँधो पो ठेलिन्छ त उँधो होइन यसो गरौँ न त अप्ठ्यारो भयो भने चाहिँ लु टाइम भयो लु भयो यो त पाक्यो त लु रेडी भयो माल लु टेस्ट गरौँ है मान्छे कस्तो भएछ यो निकाल्न मछली पनि मछली मछली चाहिँ हान्नुपर्छ मछली पिस यो हो बिस्तारै 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 आहा कालियो नि अन्त यहाँ यस्तै गरेर खाने भयो होइन मछली पिस पाक्यो 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 चलाउ चलाउ प्लेट ल्याउन अन्त लु भयो हो अन्त निकाल निकाल कस्तो भएछ हौ हुन्छ खाइदिएको क्या ओभर टेस्टी भइदिएको छ नि अब जङ्गलमा हो मछली मछली नाक लगाइदियो नि यो पाक्यो नि मछली वाला कस्तो भएछ हौ यो चाहिँ लेग पिस हो अब यो त अब एबै टेस्टी भइरहेछ नि अब जुसी भइरहेछ नि जुसी भइरहेछ नि ओभर दामी भएछ अन्त भाइ यो चाहिँ चेस्ट पिस हो दा हो भोपाल दामी खाइदिनु त कम्मै घन्टा कम्मै गर्नु पर्यो हातले त्यसरी कहाँ हुन्छ हौ नयाँ यो टेस्ट हो क्या अब हेर न अन्त मम दामी पायो दामी दामी ल अब चाहिँ सेकुवा पनि खाइसक्यो हो अब चाहिँ घरपट्टि लाग्नुपर्ने हुन्छ अब गएर पनि फेरि सेकुवै पोल्नुपर्छ हो ल अब चाहिँ हामी यो बाटो जानुपर्छ घर चाहिँ यो रुखहरू मात्रै हेर्नुहोस् आम्मामा ल त अब अस्ति न्यु इयर पनि यहीँ मनायो हो आज चाहिँ 1-2 तारिक हो यो वर्षको सुरुवात ल अब चाहिँ यो बाटो घर लाग्नुपर्छ यो जङ्गलमा चाहिँ सबै पाउँछ बाघ भालु मृग मदैल कालिस पिउरा लुइचे सब पाउँछ यो चाहिँ हो तपाईँको दमाईको गेडा हाइवे चाहिँ यहाँ नजिकै छ 717 हाइवे चाहिँ यहीँ अगाडिपट्टि छ ल कस्तो भएछ आजको मालहरू चाहिँ एकदम दामी भयो रमाइलो भयो हो अब फेरि नेक्स्ट टाइम आउनुपर्छ होइन फेरि मजा गर्नुपर्छ लाइफ भनेको त्यही हो आज छ कि भोलि छ होइन ल अब अर्को जिन्दगीमा मजा गरिराख्नुपर्छ केटाहरू अब घर लाग्नुपर्छ जाली त कहाँ फ्याँक्यो केटाहरू अब चाहिँ जानुपर्छ ल जाऊ है एकटा ओइ बजारमा ल
घुम्नुपर्छ शुक्रबारे बजारमा केटिएम आयो शुक्रबारे बजार आयो फेरि पनि आयो हो भमसोर शुक्रबार बजार लहैले हो यो चाहिँ हो हाम्रो लोले गाउँको पार्क पनि आज भिड रहेछ हो भिडबाटै छ आज यहाँभित्र चाहिँ आई लभ लोले गाउँ लेखेको छ आज चाहिँ अलिकति फगी भएर चाहिँ होइन दिन चाहिँ जाडो भइरहेको छ आई लभ लोले गाउँ टुरिस्टहरू चाहिँ पुरै छ यहाँ छ बुद्धको स्ट्याचु